विशेष गरी स्पार्कले पावर हिटिङ ब्याटिङ देखाएका थिए। त्यसको मद्दतले 128 रन बनाउन सफल भएको थियो अपन जनकपुर। अहिले पनि बलिङ एकदम राम्रो स्तरको भइरहेको छ, क्वालिटी बलिङ। यो खेल हारे पश्चात पनि जुन टोलीले हार्नेछन् एउटा मौका पाउनेछन् फाइनलमा जाने, किनकि यो प्रतियोगिताको अङ्क तालिकामा टोलीहरूले यो खेल खेलिरहेका छन्, अपन जनकपुर र पोखरा फाल्कन्स। अब यस पश्चात इलिमिनेटर तर्फ जानेछौँ। काठमाडौँ किङ्स भिड्नेछ लुम्बिनी राइडर्ससँग र उक्त टोलीको विजेता यो टोलीको हार बिहोरेको छ। राम्रो रनिङ, सिङ्गल डबलले पनि काम हुने छैन। अब बुझ्नु पर्नेछ ताबड छक्का चौका। 8 पछि 72 मा 7, 12 बलमा 56 रनको आवश्यकता। कुराहरू धेरै गाह्रो बनिसकेको छ पोखरा फाल्कन्सका लागि। छप्पन्न रन यो सर्टबाट सुरु हुनेछ। लक्की टिमका लागि विकेट किपर पोखरा फाल्कन त्यति सहज भन्ने छैन। 12 बलमा 56 रन थियो। अब भने यो म्याक्सिमम बााउन्ड्री बाहिर गएको छ बल 6 रनका लागि। अब के आशा हुनेछ? 11 बलमा 50 रन आवश्यक छ लक्की स्ट्राइकमा। पुनः पनि ठुलो हिटका लागि म्याक्सिमम 6 रनका लागि 2 छक्का प्रहार गरे टिमका लागि। मछु क्रिजमा भनिरहेका छन् लक्कीले लगातार 2 म्याक्सिमम 6 रन 12 रन 2 बलबाट यही किसिमको ब्याटिङ आवश्यक थियो पोखरा फाल्कन्सका लागि। 10 बलमा 44 आवश्यक। अब के गर्ने छैन बलमा। ओके पुनः पनि म्याक्सिमम रनका लागि जानेछन्। 6 लगातार 3 छक्का प्रहार गरेका छन् लक्कीले टिमका लागि। यो माहौल बेग्लै बनाइदिएछन्। एकपटक भने आफून जनकपुर अब जित्नु भन्ने आइरहेको थियो। सम्भावना भनेबाट पोखरा फाल्कन्सका लागि के लक्की साबित हुनेछन् पोखरा फाल्कन्सका लागि आज। 9 बल 38 रन बाँकी। यो जनक जानेछन् तर्फ के भइरहेको। बल बाँकी छ, रन धेरै ठुलो छ, स्कोर धेरै गर्नु फाल्कन्सलाई फाइनल पुग्नको लागि। जनकपुर बलियो अवस्थामा छ। प्रतियोगिताको पहिलो फाइनलिस्ट पाउनेछ एनएसपीएल सिजन 1 स्टेटदेखि स्टेडियमसम्मको यो यात्रा। यो खेलको विजेता बन्नेछ पहिलो फाइनलिस्ट र पराजित हुने टोलीले प्लेअफबाट खेलेर आएको एलिमिनेटरबाट खेलेर आएको टोलीलाई भिड्नेछ। त्यहाँबाट फेरि दोस्रो क्वालिफायरबाट अर्को टोलीको टुङ्गो लाग्नेछ। तर सहजै हुनेछ आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने। 2 बल बाँकी लक्की स्ट्राइकमा मात्र 1 रन मिल्नेछ यहाँ। अब भने क्या सहज यहाँ 1 रनका लागि मात्र गइरहेका छन् यहाँ लक्की। सुरज आएका छन् स्ट्राइकमा। 7 बल बाँकी छ। 37 रन आवश्यक पोखरा फाल्कन्सका लागि।
2 विकेट आवश्यक आफन जनकपुरका लागि। निकै असहज अब लिगल डेलिभरी दिए मात्रै पुग्नेछ आफन जनकपुरलाई। तर लिगल गरेमा एउटा मात्रै सुपर ओभर देखेका थियौँ हामीले। के देख निकै गाह्रो अवस्थामा आएको छ खेल को लागि खेलिरहेका छन् दुवै टोलीले। एकदमै ठुलो टार्गेट थियो, 129 रनको टार्गेट थियो त्यहाँ। अपन जनकपुरले एउटा ठुलो स्कोर बोर्डमा आफूलाई सामेल गरेको थियो। त्यसपछि भने यहाँ सुरुवात भएको छ। 1 ओभरको खेल बाँकी, 37 रन आवश्यक छ बलमा। अपन जनकपुर केही बलियो अवस्थामा छ। जक्सन स्ट्राइकमा के गर्नेछन् जनकले? विकेट गुमाएको छ। अब 1 विकेट अपन जनकपुरलाई, तर 37 रन निकै गाह्रो अवस्था छ। अब यहाँबाट पोखरा फाल्कन्सलाई जितका लागि आशा बाँकी थियो, आशा जीवित थियो लक्कीको रूपमा, तर उनी अनलक्की हुन पुगे। विकेट मिलेको छ अपन जनकपुरलाई। जनकपुर निकै अघि छ। अब यो रेसमा, फाइनलको रेसमा मात्र 5 बल बाँकी, 37 रन आवश्यक। यदि केही प्रयोग नगरेर लिगल डेलिभरी हुन्छ भने यहाँ केही लाग्ने छैन। पोखरा फाल्कन्सको कुनै पनि रन मिल्ने छैन। अब पनि सेलिब्रेसन सुरु गरिसकेको छ अपन जनकपुरले। केशव साउथ छन् स्ट्राइकमा। 4 बलमा 37 रन असम्भव, निकै असम्भव। स्ट्राइकमा अपन जनकपुर के विकेट लिन्छ यो बलमा? के फाइनल पुग्ने पहिलो टिम बन्नेछ अपन जनकपुर? मात्र 1 रन मिल्नेछ। सेलिब्रेसनको बल 36 रन। सुरज स्ट्राइकमा। विकेट मिलेको छ यहाँ सुरजको र अपन जनकपुर बनेको छ सिजन 1 को फाइनल पुग्ने पहिलो टोली। जनकपुर उपाधि होडबाट अब एकदम मात्र पछि हुनेछ। अपन जनकपुर एकदमै यहाँ क्वालिफायर खेलमा पनि एकदमै राम्रो। अब 1 सँग खेल्ने छ। विजय छ पोखरा अपन जनकपुर। धेरै धेरै अपन जनकपुरलाई एनएसपीएल सिजन 1 को फाइनलमा प्रवेश गरेकोमा र पोखरालाई गुड लक दोस्रो क्वालिफायरका लागि। त्यसपछि पोखराले पनि आफ्नो स्थान बनाउन सक्नेछ यदि राम्रो सबै कुरा पोखरामा। अपन जनक समर्थकहरूसँग सेलिब्रेसन गरिरहेको छ अपन जनकपुरले। यति को सुरुवातदेखि नै बलियो टोली, सुरुवातदेखि नै पहिलो खेलदेखि नै बलियो टोली, पहिलो खेलदेखि नै आफ्नो एउटा मोमेन्टम कायम गरेको थियो। त्यो मोमेन्टमलाई कहिले तल पार्न दिएन र
जितेको पहिलो क्वालिफायर पुगेको छ फाइनल अपन जनकपुर। हेर्न सक्छौँ ब्याटिङ समरी यहाँ धेरै विकेट दिन सकेनन्। यहाँ देवेन्द्र अधिकारी 25 रन बनाए, लकी कटारिया 19 रन बनाएका छन्। त्यसपछि सन्तोष रोकाले 11 रन, नितेश यादवले 18 रन, जनक सुनारले 2 रन, रूपनारायणले 6 रन, सन्दीप जङसाईले 8 रन, सुनिल दोलियालले रन बनाउन सकेनन्, नन्दन कुमार पनि यो थियो ब्याटिङ समरी र बोलिङ समरी हेर्न